ल यहाँ बस चाहिँ यस्तरी पल्टिरहेछ है। ल यहाँ चाहिँ बस एक्सिडेन्ट भएर भित्रै मान्छेहरू छ त नि। यहाँ भित्र चाहिँ मान्छेहरू रहेको छ, उठाउन सकिएन बस। एम्बुलेन्स पनि आइरहेछ। त्यस्तो हेभी छ यो खुट्टै उठायो भने पनि मान्छेहरू घाइते भएको अवस्थामा छ। गम्भीर घाइते छ, सामानहरू देख्न सक्नुहुन्छ। एकैजना मात्र छ, यो उठाउने सम्भावना एकदम न्यून रहेको छ। एकजनाले चाहिँ एम्बुलेन्सले लगिसक्यो। अब यहाँ उद्धार गर्ने हुनै रहेको छैन। यहाँ एकदम हेभी छ, अब भित्र जाने सम्भावना पनि छैन। रमाइलो घुन्टीको बस दुर्घटना। रमाइलो घुन्टी रमाइलो घुन्टी अङ्कल कति बजीदेखि यो एक्सिडेन्ट भएको? कति बजी हजुर? एकजना सकुशल निकालेछ भन्ने केही भएन छ। यति हुनु स्वाभाविक हो। सकुशल निकाल्यो है। एम्बुलेन्स एउटै मात्र आएछ है। क्षति मान्छे त मरेको छैन। मान्छे मरेको छैन। धेरै सम्ममा स्कुल बस रहेछ यो। कहाँ भ्रमण गरेर आएको होला बिचरा। अब उद्धार गर्ने उठाउनु पनि सकिँदैन। मान्छेहरूले खिच्यो मात्र भन्छ होला। एकैजना मात्र निकाल्यो। बस यस्तरी भइरहेछ। यो रमाइलो घुम्तीमा चाहिँ यहाँदेखि ट्याक्कै थोरै मात्र भएछ। यहाँ उद्धारको काम भइरहेछ। देख्न सक्नुहुन्छ बसको हालत चाहिँ। यहाँ ब्लकिङ पनि भइरहेछ। यो चाहिँ निकालेको